फिल्मी अड्डा, गसिपदेखि बक्स अफिससम्म। नमस्कार, फिल्मी अड्डाको यो पहिलो श्रृङ्खलामा तपाईलाई स्वागत छ। म मनोज दाहाल। फिल्मी अड्डामा हामी विभिन्न चलचित्र गतिविधि प्रस्तुत गर्नेछौँ। यति बेला सफलताका साथ प्रदर्शन भइरहेका चलचित्र मध्येको एक चलचित्र हो परान। सुरुवातमा कमजोर आँकिएको चलचित्रले अहिले सबैलाई चकित बनाइरहेको छ भन्दा फरक पर्दैन। दीपक आचार्य निर्देशित चलचित्रले तेस्रो साता लाग्दै गर्दा पनि उत्कृष्ट व्यापार गरिरहेको छ। पछिल्लो समय नेपालमा सर्वाधिक व्यापार गर्न सफल चलचित्र पूर्णबहादुरको सारङ्गीकै बाटोमा परान रहेको चलचित्र पण्डितहरूले बताउन थालेका छन्। प्रस्तुत छ एक रिपोर्ट। कार्तिक 14 गतेबाट प्रदर्शनमा आएको चलचित्र परानले दोस्रो सातामा आइपुग्दा आक्रामक व्यापार गर्दै अघि बढेको छ। रिलिज ताका प्रतिकूल मौसमका कारण खासै व्यापार गर्न नसकेको चलचित्रले अहिले भने ब्लकबस्टर हुने दौडमा छ। दोस्रो साताको शनिबार एकै दिन 1 करोड 20 लाख कमाई गरेको चलचित्रले प्रदर्शनको 16औं दिनमा आइपुग्दा 10 करोड माथिको व्यापार गरेको छ। बलियो वर्ड अफ माउथको कारणले गर्दा पनि हलमा दर्शक फिल्म हेर्न उहिरहेका हुन्। विशेष गरी चलचित्रको कथाले दर्शकको ठूलो जमातलाई हलसम्म आकर्षित गर्न सफल भएको छ। पूर्णबहादुरको सारङ्गी पछि चलचित्र नगरीमा दर्शक रुवाउन सके चलचित्र चल्छ भन्ने होडबाजी सुरु भयो। कतिपय चलचित्रले त चलचित्र चलाउन र दर्शक झुक्क्याउन स्क्रिप्टेड रुवाईको नाटक मञ्चन नगरेका होइनन्। काठमाडौँ प्रिमियरमा जब निर्देशक आचार्य चलचित्र हेरेर भक्कानिएको भिडियो सार्वजनिक भयो, धेरैले यसमा पनि नाटक मञ्चन भएकै आंकलन गरेर आलोचना समेत भयो। तर जब दर्शकले चलचित्र हेरे, हरेक दर्शकको आँखामा आँसु छल्किएका भिडियोहरू सार्वजनिक हुन थाले। सुरुवातमा परानलाई पनि कमजोर चलचित्रको रूपमा व्याख्या गर्दै रिलिजमै हराउन सक्ने चलचित्रको रूपमा आंकलन नगरेका होइनन्। अरूको त परको कुरा, निर्देशक दीपक आचार्य स्वयंले समेत हार खाइसकेका थिए। तर दर्शकले चलचित्र यसरी उठाइदिए, निर्देशक वा निर्माण टिमको कसैले पनि आंकलन गरेका थिएनन्। बाबु छोराको सम्बन्धलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएकाले हलमा दर्शकहरूको रुवाबासी नै चलेको छ। उक्त भिडियो यतिखेर सामाजिक सञ्जालहरूमा भाइरल छन्। दर्शकको यही भावनात्मक प्रतिक्रिया टिकटक जस्ता सामाजिक सञ्जालमा भाइरल हुनुले पनि फिल्मको लोकप्रियता र व्यापार बढाउन ठूलो भूमिका खेलेको छ। रिभ्यूमा उत्कृष्ट प्रतिक्रिया पाउन नसकेका चलचित्र जारी 2 र मनमिनाको धन प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेका छन्। उपेन्द्र सुब्बा निर्देशित चलचित्र जारी 2 लाई जारी जस्तो उत्कृष्ट नभएको प्रतिक्रिया आएको थियो। तर पनि चलचित्रले भने राम्रै व्यापार गरिरहेको छ। यता अशोक दर्जीको कथामा निर्माण गरिएको भनिएको चलचित्र मनबिनाको धनले पनि राम्रै सो पाइरहेको छ। निर्देशकीय पक्ष कमजोर आँकिएको चलचित्र मनबिनाको धनले पनि दर्शकको राम्रै साथ पाइरहेको छ। प्रस्तुत छ एक रिपोर्ट। कार्तिक 21 गतिबाट प्रदर्शनमा आएका दुई चलचित्र जारी 2 र मनबिनाको धनले नेपाली बक्स अफिसमा सुखद व्यापार गर्दै दोस्रो सातामा प्रवेश गरेका छन्। समीक्षकहरूबाट उत्कृष्ट प्रतिक्रिया पाउन नसकेका यी दुवै चलचित्रले बक्स अफिसमा भने सुखद व्यापार गरिराखेका छन्। जारी 2 ले पहिलो सातामा 4 करोड माथिको कमाई गरिसकेको छ। लिम्बू संस्कृति र सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा आधारित जारी 2 लाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् भने चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, सिर्जना निङलेखु, उपेन्द्र सुब्बा लगायत कलाकारको अभिनय रहेको छ। यता मनमिनाको धनले पनि आजको दिनसम्म 1 करोड 67 लाख माथिको कमाई गरिसकेको निर्देशक टङ्क बुढाथोकीले जानकारी दिएका छन्। पहिलो दिनमा 95 सो पाएको चलचित्रले अहिले भने देशैभर 125 हाराहारीमा सो पाएको छ। चलचित्र मनमिनाको धन अशोक दर्जीको कथामा निर्माण गरिएको चलचित्र हो। चलचित्रमा अशोक दर्जी आफै मुख्य भूमिकामा देखिएका छन् भने सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, निता ढुङ्गाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रविन्द्र झा, शङ्कर श्रेष्ठ, बिना राउत, एआर बुढाथोकी, बाबु पराजुली लगायत कलाकारको अभिनय रहेको छ। टङ्क बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र मनमिनाको धनको कथा टङ्क बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्। यदि चलचित्रको प्रदर्शन मिति धेरै पटक सारेर विश्व रेकर्ड कायम हुने थियो भने सायदै यो रेकर्ड अभिमन्यु च्याप्टर 1 को नाममा बन्ने थियो होला।
पटक पटक प्रदर्शन मिति सारेको चलचित्र अभिमन्यु च्याप्टर 1 को प्रदर्शन मिति तय भएको छ। चलचित्रका निर्माता विनोद पौडेलका अनुसार अब चलचित्र मङ्सिर 18 गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ। पूर्णबहादुरको सारङ्गी निर्माता विनोद पौडेलले निर्माण गरेको यो चलचित्रले मधेसको कथा प्रस्तुत गरेको छ। प्रस्तुत छ एक रिपोर्ट। पटक पटक रिलिज डेट सार्दै आएको बहुप्रतिष्ठित चलचित्र अभिमन्यु च्याप्टर 1 ले अन्ततः पुनः प्रदर्शन मिति परिवर्तन गर्दै मङ्सिर 18 लाई आफ्नो अन्तिम प्रदर्शन मिति घोषणा गरेको छ। चलचित्रको प्रदर्शन यात्रा पनि कथा जस्तै उतार चढाव रह्यो। सुरुवातमा चलचित्र भदौ 27 मा आउँदैछ भन्ने घोषणा गरिएको थियो, तर देशको राजनीतिक र सामाजिक अस्थिरतालाई मध्यनजर गर्दै निर्माण पक्षले सो मितिमा चलचित्र सार्वजनिक नगर्ने निर्णय गरेको थियो। भदौ 27 बाट सर्दै चलचित्र असोज 13 गते फूलपातीको दिन देशभर प्रदर्शनमा आउने भनिएको थियो, तर त्यो मिति पनि सहज रहेन। सो मितिमा माइती घर, बलिदान र हरिबहादुरको जुत्ता जस्ता 3 चलचित्र पहिले नै रिलिज सूचीमा थिए। त्यही भिडमा चौथो फिल्मको रूपमा अभिमन्युले स्थान पाए पनि बजार प्रतिस्पर्धा र वितरण चापका कारण सो मितिमा पनि टिक्न सकेन। यति मात्र होइन, पछिल्लो समय देखिएको प्रतिकूल मौसम र सम्भावित आन्दोलनको त्रासले पनि निर्माण पक्षलाई पुनः सोच्न बाध्य बनायो। अन्ततः लामो प्रतीक्षा र अनेकौं गणितपछि मङ्सिर 18 गते फिल्मलाई रिलिज गर्ने अन्तिम निर्णय गरिएको हो। 7 सिज सिनेमाजको प्रस्तुति रहेको अभिमन्यु च्याप्टर 1 मा प्रतिभाशाली कलाकारहरूको अभिनय रहेको छ। कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङदेल लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ। चलचित्रको निर्देशन सुशान गौतमले गरेका हुन् भने क्रिएटिभ निर्देशकको रूपमा मदन थापा रहेका छन्। कथावस्तु मुकेश खनालद्वारा लेखिएको हो भने निर्माण पक्षमा प्रमुख निर्माताको रूपमा विनोद पौडेल र गुन्जन गिरी छन्। सहनिर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन्। कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, निरज लुइटेल र सन्देश श्रेष्ठ रहेका छन्। चलचित्रमा शरद महतोको डिओपी, मदन घिमिरेको सम्पादन, जुनिम गहतराजको रङ संयोजन, मनोज श्रेष्ठको भिएफएक्स र जीवन साक्य लाइन प्रोड्युसरको रूपमा रहेका छन्। बारम्बार मिति सारिँदै आएको अभिमन्यु च्याप्टर 1 अब भने कुनै पनि अन्य फेरबदल नगरी निर्धारित मितिमा आउने कुरा निर्माण टिम ढुक्क देखिएको छ। मङ्सिर 18 मा पर्दामा आउने यो फिल्म दर्शकबीच कस्तो छाप छाड्छ भन्ने प्रतीक्षामा नेपाली फिल्म क्षेत्र अहिले नै उत्साहित छ। भीम लामा निर्देशित चलचित्र लडाई पहिचानको ट्रेलर सार्वजनिक गरिएको छ। विशेष गरी पहिचानको मुद्दा बोकेको चलचित्र लडाई पहिचानको आउँदो मङ्सिर 5 गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको छ। प्रस्तुत छ एक रिपोर्ट। बहुप्रतीक्षित नेपाली चलचित्र लडाई पहिचानको ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले तत्कालीन प्रदेश नम्बर 1 हाल कोशी प्रदेशमा पहिचानको माग गर्दै भएको ऐतिहासिक र संवेदनशील आन्दोलनको कथालाई गहन रूपमा प्रस्तुत गरेको छ। सार्वजनिक ट्रेलरले प्रदेशको नाम किरात लिम्बू प्रदेश राखिनुपर्छ भन्ने आन्दोलनको मागलाई स्पष्ट रूपमा देखाएको छ। यसले पहिचानको लडाईलाई कुनै एक व्यक्तिको माग मात्र नभई सम्पूर्ण जनजाति समुदायको अस्तित्व र आत्मसम्मानसँग जोडिएको विषयमा प्रस्तुत गरेको छ। आन्दोलनकारीले सडकमा उत्रेर गरेको संघर्षका दृश्यहरू नै सशक्त छन्। ट्रेलरमा नाम कोशी घोषणा भएपछि विद्रोह मुख्य द्वन्द्वको रूपमा देखाइएको छ। नामाकरणपछि आन्दोलनले कसरी आक्रामक र कठोर रूप लियो भन्ने कुरा ट्रेलरका दृश्यहरूमा स्पष्ट झल्कन्छ। यसले राज्यपक्ष र आन्दोलनकारी बीचको द्वन्द्व, तनावपूर्ण माहौल र न्यायका लागि गरिएका बलिदानलाई मर्मस्पर्शी ढंगले समेटेको छ। भीम लामाको लेखन तथा निर्देशनमा बनेको चलचित्र लडाई पहिचान आगामी मङ्सिर 5 गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ। चलचित्रमा प्रशान्त तामाङ, करिश्मा मानन्दर, धीरन साक्य, जेनी सिंह, प्रेम सुब्बा, किशोरवीर पण्डित, किशोर सम्माहम्पे, रोशन शर्मा, सुभाष योन्जन, परशुराम चौधरी, शर्मिला राई, अरुण कुमार प्रधान, दिलु सुब्बा, रामजी विष्ट, दिनेश कोइराला, नबिङ मोयाङबो, सुदीप लिम्बू लगायत कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्माता भीम लामा, रामजी विष्ट, दिलु सुब्बा र उमेश तामाङ हुन्। कथा र स्क्रिन प्ले भीम लामा, सरोज केसी र रमेश टी कौशिकले लेखेका हुन्। चलचित्रको सिनेटोग्राफी मदन कश्यप घिमिरेले गरेका छन् भने सम्पादन रमेश टी कौशिकले सम्हालेका छन्। एक्सन देवकुमार महर्जनको संयोजन रहेको चलचित्रमा कोरियोग्राफी मणिकुमार लिम्बू र सानुराज थेकिमले गरेका छन्। चलचित्र गतिविधि समेटिएको फिल्मी अड्डा आजलाई यति नै। तपाईलाई फिल्मी अड्डा कस्तो लाग्दैछ? प्रतिक्रिया दिन नभुल्नुहोला। अर्को साता पुनः यसै समयमा विभिन्न फिल्मी गतिविधिका साथ उपस्थित हुने बाचा सहित
हामी सम्पूर्णलाई बिदा दिनुहोस्। नमस्कार। फिल्मी अड्डा, गसिपदेखि बक्स अफिससम्म।